अब चाहिँ मन्दिर आइपुग्नु लाग्यो होइन, आइपुग्नु लाग्यो भन्दा नि आइसक्यो पनि मन्दिर। हिँड्दा हिँड्दा सलक्का पनि भइसक्यो, सुजाइट लगाएर पनि जाडो भएछ। यहाँ लट्ठी लिएर हिँड्नुपर्ने बेला भएछ। हामी फर्स्ट टाइम आएको होइन ताप्लेजुङ मन्दिर चाहिँ। हामी भन्दा नि म चाहिँ यस्तो यो परेको छ भाइको, यस्तो यो परिरहेछ त्यतिर होइन, यस्तो यो परिरहेछ। यता मान्छेहरू जाँदैछ। हिँड्नु यस्तो गाह्रो भएको छ कि के भन्नु। हामी आइसक्यौँ। अझ घन्टी 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 राखिदिएको रहेछ। उता चाहिँ यहीँ हिँड्यौँ अनि यहीँ हिँड्यौँ। चिप्लो छ, मान्छे सानो सानो नानीहरू पनि आइराख्नु भएको छ। बोल्नु पनि सकेको छैन, त्यस्तो साह्रो यो परेको छ जाडोले। खुट्टा राख्ने कस्तो लागिरहेछ। मन्दिर जाने बाटोमा छौँ। मान्छे त गएर आइसक्नु भएछ त। हामी चाहिँ भर्खर जाँदैछौँ। फुपाहरू चाहिँ टल्लै कहाँ छुट्टिनु भएको छ। अघि भिड थियो र तलै छुट्टिएको छौँ। एक्लै आइरहेको छु। अब यहाँ पर्नेछ त्यस्तो छ। त्यही यहीँ परेर हात यस्तो ठिराइरहेछ, यस्तो जाडो भएको छ। के भन्नु, यहाँ आमाहरू त बुढी आइसक्नु भएको छ। बुढी बोजूहरू राति हिँड्नु र हामी हिँड्नु त 1 बजी 1:30 बजी उठेर तातपानी खाएर यसो 2 बजीतिर हिँडेको ल भर्खर आइनेछ। मन्दिर चाहिँ आइपुग्नु लाग्यो होइन। हिउँले ढाकेको छ। वसन्तपुरमा के थियो भन्दा डबल छ। गुरु राधे राधे म तपाईको